हेलो साथीहरू, तपाईहरु सबैजनालाई वेलकम छ मेरो फेरि पनि न्यू ब्लगमा। र आज रहेको छ मेरो करेसाबारी हुन्छ के भन्छ हो। अनि यहाँनिर म तपाईहरुलाई देखाउने छु। यहाँ चाहिँ मैले के फलाएको छ भने तपाईहरु हेर्न सक्नुहुन्छ। तपाईहरु हेर्न सक्नुहुन्छ नि, यो चाहिँ खुर्सानी हो। यति धेरै फलेको छ है खुर्सानीहरु नि। मेरो चाहिँ यो करेसाबारी चाहिँ के भन्छ हो। अनि यहाँ रहेको छ, अर्को यहाँ रहेको छ। अनि खुर्सानी मजाले फलेको छ। अनि मेरो यता रहेको छ, हेर्नु मैले चाहिँ अल्छी गरे भएर होला काँक्रो चाहिँ भुइँमा फलेको छ है साथीहरु। देख्नु भएको छैन? यहाँ हेर्न सक्नुहुन्छ है। त्यो काँक्रो योभन्दा ठुलो थियो, अस्ति मैले टिपेर चाहिँ खाएँ, भुइँमै फलेको के। अनि यता रहेको छ अर्को खरबुजा। अनि यता रहेको छ भेडीको बोटहरू। भेडीहरू नि फलिरहेको छ दुई तीनटा। अनि यता पनि छ अर्को काँक्रोको बोट। काँक्रोको बोट चाहिँ हेर्न सक्नुहुन्छ कत्रो ठुलो हो काँक्रोको बोटहरू। हेर्नु अस्ति नि मैले फेरि टिपेर खाएको थिएँ, दुई तीनटा खाएँ हो यो एउटा बोटको त। अहिले पनि टिप्दैछु म यो एउटा है, एउटा चाहिँ टिप्न पर्यो। हेर्न सक्नुहुन्छ, यो चाहिँ अहिले खानु पर्यो। अर्को नि फलेको छ यहाँ नि है। अनि अर्को रहेको छ टमाटर। हेर्न सक्नुहुन्छ है, मैले यहीँ आफ्नै गाउँघरमै फलाएको टमाटर। यस्तो मजाले पाकिरहेको छ टमाटरहरू नि। हेर्नु मैले चाहिँ ठाउँ नभएर नि अनि आधी जस्तो चाहिँ कोही चाहिँ अनि उखालेर फाल्दिएँ। यहाँ छ भेडीहरू फलेको, मजाले भेडीहरू फलेको छ। सयपत्री वैशाखमै रोपिदिएको, मजाले त्यत्रो अल्को भइसकेछ। अनि यहाँ रहेको छ अर्को पनि खरबुजा। हेर्न सक्नुहुन्छ तपाईहरुले, यहाँ खरबुजा चाहिँ यत्रो ठुलो छ, गाउँघरमै फलिँदो रहेछ। यो नि मैले कहिले वैशाखमै हो, वैशाखमा रोपिदिएको। कति धेरै झ्याङ भएको थियो, दुई तीनटा उखालेर फालिदिएँ। अनि फेरि अनि यता नि छ अर्को खरबुजा। यहाँको खरबुजाहरू मैले 4-5 वटा त टिपेर खाएँ। अनि यता रहेको छ मकैहरू रहेको छ। अनि खुर्सानी नि अस्ति बाबुले सबै टिपेर फालिदिएको थियो, आज चाहिँ यस्तो मजाले फलेर चाहिँ यहीँकै जम्मै उखालेर फालिदिएको। मजाले हरे खुर्सानी गरम चपाउनु हुन्छ। यता नि छ है टमाटर। यो चाहिँ मैले भर्खरै गोडेको बोट सुकेछ, अनि मैले टमाटरहरू टिपेर राखेको यसरी। अनि यसरी अझै झारहरू उखाल्नु हो। अनि यहाँ रहेको छ मकैहरू हुँदो रहेछ। भर्खरै झार केलाएको है साथीहरू यिनीहरू चाहिँ। ल हेर्न सक्नुहुन्छ है, यिनीहरू जम्मै सफा गर्नु छ। अनि अर्को रहेको छ। अनि हाम्रो चाहिँ यहाँ करेला फलेको छ है। मैले करेला लगाएको थिएँ, करेला नि फलेको छ। यहाँ घिरौला नि फलेको छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। भर्खर फलिँदैछ। अनि यहाँ रहेको छ करेला। यता नि करेलाहरूलाई झ्याङाले होइन, किनकि यो मकैहरूले धान्छ भनेर यसरी फलेको छ है करेलाहरू नि। यता रहेको छ देवर बाबु गोठालो बसिरहेको छ, बाख्रा पाहाडे गाईको। यता छ हाम्रो चाहिँ चौरै छ है साथीहरू। हाम्रो घरको नजिक चाहिँ मजाले बाख्रा बस्तुहरू पाल्न सकिन्छ। यहाँ यता नि वनहरू छ। हेलो साथीहरू, मैले चाहिँ काँक्रो र अचार लिएर राखेको छु। यहाँ हेर्न सक्नुहुन्छ है, काँक्रो र अचार। अब चाहिँ म खानेछु गरम लाएर, तपाईहरुले हेरिदिनु होला। फाइनली अब चाहिँ मैले चाहिँ काँक्रो र नुन खुर्सानी खाँदैछु। कस्तो हुँदो रहेछ है खुर्सानी नुन खुर्सानी।
चारवटा खुर्सानी हालेको के बित्ति पिरो भएको त। गाउँघरको लोकल काँक्रो है साथीहरू यो चाहिँ। जम्मै मिठो। बम ढाङ गर्छौ ल। असाध्यै पिरो भयो। यो चाहिँ मेरो नयाँ है भर्खरै आज 3 दिन भयो यो युट्युबमा ब्लग हालेको। तपाईहरुले हेरेर सपोर्ट गरिदिनु होला त्यही चाहन्छु म। हाम्रो काँक्रोहरुमा त त्यस्तो औषधिहरु केही पनि हाल्दैन। अझै यसरी लगाएको हुनुपर्छ है। यसरी लगाएपछि बल्ल यसरी टक्कले रिसान्यो। हाम्रो चाहिँ म चाहिँ तामाङको छोरी हो। तामाङको छोरी नाक चाहिँ यत्रो छ क्या। ठुलो ठुलो हुन्छ क्या प्राय जस्तो तामाङहरुको है। अनि मेरो बुढाको चाहिँ नाक चाहिँ सुरुत्त परेको छ क्या। बा हुनुहुन्छ त्यही भएर। टिक्कको भाँडा चाहिँ खाने बेला कलिलो कलिलो जस्तै खायो भने चाहिँ साथीहरु मिठो हुन्छ क्या। कलिलोको चाहिँ छिटेको अलि मलाई चाहिँ चपाउन गाह्रै लाग्छ। मेरो चाहिँ एउटा दाँत फुकालेको हो त्यही भएर दुख्छ गिरा चाहिँ। त्यही भएर यो कलिलो कलिलो ल लास्ट हो साथीहरु। सकिसके थालको चाहिँ यो चाहिँ लास्ट हो। गर्मीमा चाहिँ यस्तो रसिलोहरु खानुपर्छ है। यदि खाएर भ्याएर चाहिँ नानी जानुपर्छ फेरि आधी घण्टा पछि।
नानी लिएर आएपछि फेरि सबै उयो हिजो जस्तै काम हो, सबै कामहरू भ्याउनुपर्छ। अझ लुगाहरू पनि टन्नै खाउदिनु पर्ने, बेलुकामा धुनुपर्ने। अचम्मै पिरो लायो तपाईँहरूलाई पिरो भएको। साथीहरू मेरो चाहिँ यो भर्खर खोलेको हो, तपाईँहरूले साथ सपोर्ट चाहिँ गरिदिनु होला है, किनकि हजुरहरूको बिना चाहिँ मेरो केही चल्दैन है। त्यही भएर सबैजना सपोर्ट गरिदिनु होला। कस्तो अँध्यारो भएको हो, पानी पर्ला जस्तै पो भएको है यहाँ त। बाई साथीहरू, लाइक फलो गरिदिनु होला, सबैजनाले हेरेर माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही हो साथीहरू, म यही चाहन्छु। अर्को फेरि नेक्स्ट भिडियोमा भेट्नेछु म तपाईँहरूसँग। आजलाई यति नै, बाई बाई।